सही मूल्य गर्नुभएको सही टाइममा यहाँ सधैँभरि अगाडि त्यसले गर्दाखेरि अब जाँदैछ भन्दाखेरि चाहिँ अब अलिक रमाइलो त हुन्छ होइन तर त्यसको अर्थ के हो भने एउटा खुसी पनि किन जाने त्यसले गर्दाखेरि सही टाइममा जानु हुँदैछ अब यहाँ चाहिँ के हो भने अब दुःख सुख एकदम प्रस्तुत भन्न त्यो समय लामसम्म त्यसले गर्दाखेरि सबैजना खुसी छौँ र अब यहीँ प्रदेशहरू पनि धेरैजना नेपाली साथीभाइहरूसँग टाढा टाढा भए पनि फ्यामिलीसँग होइन त्यसले गर्दाखेरि भोलि नेपालमा पनि अझै सबैसँग नजिक हुँ होइन त्यसरी बुझ्नुपर्छ होला जस्तो लाग्छ नेपालको बसाइ अझै सफल नहोस् होइन त्यसको लागि हामी सबैलाई अब शुभयात्रा भन्ने त होला होइन थोरै ए माथि उठेर पहिले पनि घरको याद आएन कि राष्ट्र भन्ने यो ठाउँमा क्या यो पाउनु हामी पहिले याद आएन सुविधाहरू त्यसमाथि अब बिस्तारै थप्दै गयो नि त भाइहरू त्यसपछि दिदी बेला हाम्रो बेला भयो होइन अहिले हाम्रो नयाँ नयाँ बुहारीहरू आउनुभएको छैन एकदम खुसी लाग्यो नयाँ नयाँ भाइहरू एकदम मिहिनेत मजा लाग्छ कि भाइहरूले मलाई चाहिँ अब त्यस्तो उस्तो छैन नि अब भनौँ न अब सुरुमा अब धेरै नभए सुरुमै अब भाइहरूले सोधेर कसरी मेरो चाहिँ वर्णन गर्नुभयो होइन त्यो थाहा भयो तर एकदम मलाई एकदम रेस्पेक्ट दिनुभयो कि अब सायद अब त्यो ठाउँमा हामी गरेर दुःख सुनेर हो कि के हो कसरी बसाएर एकदम फेरिदिएको यतातिर आउँदा हामी त एकदम भनौँ न कता घरतिर आएस लाग्छ कि जुन त्यो सहरतिर बस्छ घर आउँदै गाउँतिर आफ्नो फ्यामिलीतिर परिवारतिर आए जस्तो लाग्छ कि अझै पनि त्यस्तो मनमा चाहिँ फिल हुन्छ अब त्यो सुमन सरले यसरी ल्याइदिएको सुमन धेरै म प्रति एकदम ऋणी छु कि म सुमन सरसँग नि होइन अब मेरो त विशेष नै अब भेट्न पाएन अब कस्तो भेट्न मन थियो एकदमै त्यही पनि मनमा चाहिँ छ एकदमै होइन हामी पनि एकदम अब मेरो परिवारले पनि कुरा गरिरहेको छ निमाको कुरा गरिरहेको छ सोधिरहेको छ कसो छ के छ कहाँ छ भनेर अनि अब कुरा यति मात्रै हो अब नजिकबाट कहिले भेटघाट नहुने बोलचाल नहुने मात्रै तर एकअर्काको हामी साह्रै ख्याल गर्छौँ भने साथीहरू भेट्छ र मलाई चाहिँ कस्तो लाग्छ भने अब हामी नेपालमा भेट्न नसकेको साथीभाइहरू जसरी परदेशमा अरूको ठाउँमा त्यसरी भेटिन्छ यो केही न केही यो एउटा त्यस्तो कनेक्सन भएरै भेटेको जस्तो मलाई चाहिँ लाग्छ होइन जति पनि साथीभाइ भेट्छु मलाई एकदम विशेष लाग्छ र तपाईँ त झन् मेरो लागि एकदम के होइन लकी साइड होइन मैले कोरियामा आएर चाहिँ अब धेरै फर्स्टमा आएर यहाँ काम गरेँ यो कम्पनीमा काम गरेँ केही नआउने मान्छे एउटा आलो काँचो मान्छे अब यहाँको टिमले तपाईँ सबैजनाले एकदम अब एकदमै राम्रोसँग केयर साथ मलाई हुर्काउनु भयो यहाँ सिकाउनु भयो माया दिनुभयो यसरी एउटा नेपाली सोसाइटी एउटा समाज जस्तो गरेर एउटा घरको चाहिँ त्यो न्यासो मेटाउने किसिमको वातावरण एउटा घर जस्तो त्यो वातावरण त्यस किसिमले यहाँ 8 महिना रहन पाएँ त्यो जुन चाहिँ मेरो बाँकी कोरियाको बसाइको लागि त्यो एकदम ठुलो बल भयो कि मेरो लागि ओ मेरो नेपाली साथीभाइहरू यसरी हुनुहुन्छ कोरियामा आएर मैले मात्रै त्यस्तो दुःख काम गर्ने होइन कयौँ हाम्रो नेपाली साथीभाइहरू त्यसरी आएर एकदम दुःख साथ काम गर्नुहुन्छ मेहनत साथ काम गर्नुहुन्छ त्यो चाहिँ मैले यहाँबाट सिकेको छु कि मैले सिकेको त्यो चाहिँ मेरो लागि एकदम ठुलो लेसन हो र अनि निमालाई जाँदै गर्दाखेरि मैले के भन्छु भने अब मैले अघि नै पनि भने जीवनको एकदम उत्पादनमूलक एकदम काम गर्न सक्ने एउटा पिरियड चाहिँ अब कोरियामा बिताउनु भएको छ एउटा असल किसिमले काम गर्नुपर्छ सिप सिक्नुभएको छ मेहनत गर्ने जुन बानी तपाईँले त्यो आएको त्यो गेन गर्नुभएको छ
त्यो चाहिँ अब नेपालमा गएर त्यसलाई कुन एङ्गलबाट कसरी के गरेर हुन्छ त्यसलाई सदुपयोग गर्नु होला। हामी नेपाली चाहिँ कस्तो छौँ भने अरू देशमा आएपछि हामी जस्तो पनि यति मिहिनेत गरेर काम गर्छौँ तर आफ्नो देशमा चाहिँ अल्छी हुन्छौँ। अल्छी नहुनु होला, दुईजनै गएर पनि के कसरी हुन्छ अझै पनि आफ्नो तर्फबाट गर्न सक्ने, आफ्नो पर्सनल डेभलपमेन्टको लागि किन नहोस्, सोसाइटीको लागि किन होस्, हुँदै परिवारको लागि राष्ट्रको लागि के गर्न सकिन्छ त्यो कुरोलाई सोचेर आवश्यक भएपछि समृद्धिको जीवन होस् भन्ने हाम्रो कामना छ। जान्थ्यो यो बेला छोडेर त्यो बेला हामी गयो नि त जान्थ्यो गयो होइन सँगै आए पनि जान सँगै जान पाइएन, मिलेन भनौँ न, त्यस्तो अवस्था भएन। एकदिन पछि सोल्टी आउनु सोल्टी नै जाम कि भनौँ भने सोल्टीसित लिएर जानु जस्तो लाग्छ होइन। आफ्नो जिम्मेवारी अलिक बढी हुँदो रहेछ, त्यसले गर्दाखेरि चाहिँ आखिरी आउने जाने भइसक्यो। एउटा मान्छेको सधैँभरि रमाइलो, सधैँभरि खुसी नै, सधैँभरि सँगै नै हुने त त्यसरी गयो भने जीवन चल्दैन पनि त। तर त्यो हो कि एउटा तपाईँ र ममा चाहिँ जति एउटा विश्वास छ नि त्यो चाहिँ कहिले पनि मर्दैन। त्यो चाहिँ माया भएको कारणले तपाईँ